यो पहिला देखाउँ है त। हेलो सबैजनालाई। अनि नमस्ते। कुखुराको ढिङ्कुली खाना देखाइदिइहालौँ फर्स्टमै। ढिङ्कुली अहिले यो चाहिँ अनि हामीले बनायौँ टक्कसँग ट्राई गरेर। सबैभन्दा पहिला चाहिँ तपाईँहरूलाई यो च्यानलमा फेरि पनि वेलकम छ, किनकि हामी निकै पछि आएको छौँ है, धेरै ग्यापमा आएको छौँ। अनि आज हामीसँग के छ भने फु भनिदिनु त के छ हामीसँग? चिकन डायमन्ड उर्फ ढिङ्कुली, करेन्ट नुडल्स, टमाटरको अचार, अनि स्यालेडमा काँक्रा। गाजर चाहिँ भेटेन नि बजारमा हामीले राम्रो, त्यही त। अनि प्रयास गरेको थियौँ। चिसो सुरु गरौँ बाबा। छोराज्यू साथ दिँदैछ। दामी है। हाम्रो ढिङ्कुली पनि गरिहाल्यौँ। ढिङ्कुली मेरो चाहिँ फर्स्ट टाइम ट्राई है। कुकुरको चाहिँ फर्स्ट हो, मेरो चाहिँ सेकेन्ड मिठो भएको छ। त्यो स्वादिलो हुन्छ यो। अब अब कसैले चाहिँ मन नपर्न नि सक्छ। धेरै फुर्फुरो नि एक बाइटमै नजाने। यो सबैको स्पोन्सर चाहिँ रोजिना राई। यस, रोजिना राई चाहिँ को भन्नु जाने यही च्यानलको ओनर है त गाइस। अब यस्तो हामीलाई कोही कसरी रियाक्सन दिने अथवा कोही के गर्ने नआए पनि हेरिदिनु होला, किनकि हामी यसरी खाएर फर्स्ट टाइम हो नि त भिडियो गर्दै। क्यामेरा फेस गरेर फर्स्ट टाइम खाएको मैले चाहिँ है। अब हेर्ने होला नि त गरेँ। छोराज्यू बहिनी चिसो। अब त मारौँ न भएन। चल्नुपर्छ नि। चल्नु पो हुँदैन। कस्तो लाग्यो त तपाईँलाई फर्स्ट टाइम? एकदम मिठो। हामीले यो डायमन्डलाई लिएर अनि बोइल गरेर अनि हाम्रो लोकल आफ्नो मसलाहरू के हाल्नुपर्ने हाल्यौँ अनि म्यारिनेट गऱ्यौँ कति मिनट जति। त्यस पछाडि फ्राई गरेर हामीले
त्यही भएर मिठो भएको छ। अनि हाम्रो ब्याक क्यामेरा पनि हुनुहुन्छ है अतिथिहरू। उहाँहरू चाहिँ हाम्रो दिदी र भाइ। के बोल्दै कस्तो देख्नुहुन्छ म बाहिर आउनु। अब हामी अन्तिम चरणमा छौँ है गाइस। अनि समग्रमा हाम्रो कस्तो भयो भने समग्रमा एकदमै मिठो भयो। मेरो पहिलोचोटि थियो ढिङ्कुली तर धेरै मिठो भयो। फेरि फेरि पनि खानुपर्छ। फेरि पनि हामी आउँदै गर्छौँ। तपाईँहरूले हेरिदिनुहोस् है। के गर्नु बिदावारी हो। यस अब फाइनल भएको छ हाम्रो। थ्याङ्क यू सबैजनालाई। थ्याङ्क यू गाइज। थ्याङ्क यू। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद।